हेलो वेलकम ब्याक टु माई युट्युब च्यानल। हजुरहरूलाई स्वागत छ मेरो भ्लगमा। अनि म चाहिँ यहाँ बाला चतुर्दशीमा चाहिँ सब्जी छन आएको साथीहरू। अनि म चाहिँ यहाँ कलेश्वर मन्दिरमा आएको छु। म चाहिँ कलेश्वर मन्दिरतिर आएको साथीहरू। अनि त्यसपछि म मन्दिरतिर छु, हेर्नु होला मन्दिरको कति रमाइलो मजा आएको। म चाहिँ यहाँ कलेश्वर मन्दिरतिर छु। मैले सब्जी छरिसकेँ, सब्जी छर्न आउनुपर्छ सबैजना। मैले चाहिँ सब्जी छरिसकेँ। अनि कस्तो राम्रो बनाएछ मन्दिर है अहिले त। राम्रो बनाएको छ। त नि आउनुपर्छ आमै पनि सब्जी छर्नलाई। हजुरहरूलाई म देखाउँछु हाम्रो यो कलेश्वर मन्दिरको वरिपरिको ठाउँहरू हेर्नु होला। चिसो महिना दुबोमा खाली खुट्टा हिँडेको छु। मलाई यहाँ प्रेसर पनि घट्ने भइसक्यो साथीहरू। प्रेसर अब यो चिसोमा हिँडेपछि प्रेसर नि घट्ने भयो। सब्जी छरेँ। अनि आज चाहिँ बुवा आमाको नाममा पितृको नाममा चाहिँ सब्जी छर्दैछु। मैले चाहिँ सब्जी छरेँ। अनि बुवा आमाको शान्ति होस्, बुवा आमाको लाइफमा स्वर्गमा बास होस् भनेर चाहिँ मैले सब्जी छर्दैछु। अनि यस्तो राम्रो बनाइदिएछ क्या मन्दिरमा त। अनि हामीले छरेको छ नि त्यो सब्जीको दाना, एउटा दाना हुन्छ नि, जस्तो अब मैले भर्खरै छरेन यस्तो दाना हुन्छ नि, एउटा यस्तो धानको दाना। यस्तो दानाहरू पनि एक दाना उम्रियो भने पनि यसको यो दाना उम्रियो भने अनि बुवा आमाहरूको लागि पितृहरूको लागि राम्रो हुन्छ भन्ने भनाइ छ। शङ्ख हेर्नुहोस् है त यसो मन्दिर कति राम्रो बनाउनु भएको रहेछ। म त धेरै भयो नि त आएको थिएन नि त साथीहरू पनि छ हेर्नु। अनि मन्दिरमा म चाहिँ घुम्दैछु सबै। श्री सोमनाथ, श्री नाथ, बैद्यनाथ त्यो डम्बर क्या सबै हुन्छ। आउनुभयो बा, तपाईँ पनि आउनुभयो। फुलहरू यस्तो राम्रो राम्रो महादेवको मन्दिरहरू बनाएको रहेछ साथीहरू। अनि म चाहिँ यहाँ सब्जी छरिसकेँ, अब जान लाग्यो घर। यो कस्तो राम्रो मन्दिर हजुरहरूलाई देखाउँछु। मन्दिरमा त्यसपछि यहाँ शिवजीको मन्दिर। मन्दिर वाउ ल अब म चाहिँ जान लाग्यो साथीहरू। टेम्पल खुट्टा पनि बिजायो। ओहो नि त
हामी चाहिँ गयौँ म चाहिँ गएँ सबैजना सब्जी छर्दै हुनुहुन्छ उतातिर हेर्नु अनि सक्यो अब जान लाग्यो यहाँ चाहिँ अब शिवजीको मन्दिर हो यहाँ चाहिँ सिद्धेश्वर श्री गलेश्वर मन्दिर सिद्धेश्वर शिव मन्दिर म चाहिँ गएँ त म जान्छु निस्किन्छु यता गेट चाहिँ यता हो म चप्पल लगाइसकेँ अब गएँ एकचोटि वा कस्तो राम्रो छ अनि आज चाहिँ हजुरहरूले सब्जी छर्नु भयो कि भएन आज चाहिँ बाला चतुर्दशी सब्जी छर्दिन अनि मैले चाहिँ सब्जी छरिसकेँ साथीहरू अनि हजुरहरूले पनि सब्जी छर्नु होला आफ्नो पापा आमाको तिथिको नाममा मैले चाहिँ छरिसकेँ हेर्नु फुल यस्तो राम्रो हपमा चाहिँ गएँ अनि आजको भिडियो चाहिँ कस्तो लाग्यो हजुरहरूले लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला भन्दै बाई बाई।